एभ्रीबडी गाइज वेलकम टु ब्याक माई न्यू ब्लग। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। सो स्वागत छ सबैजनालाई शुभ बिहानीको ब्लगमा। आज चाहिँ फेरि होटेलको ड्युटी लागेको छ हाम्रो चाहिँ। आज चाहिँ फेरि हामी होटेलमा फेरि डेकोरेसन अर्डर आएको छ, फेरि डेकोरेसन लगाउन आएको छ होइन। यो चाहिँ कम्पनीको नाम भयो। यो चाहिँ यता यो पुरै माथिसम्मको होटेल नै हो। सो हामी चाहिँ भर्खर यहाँ बसिरहेको छौँ। एन्ट्री भएको छैन अझै। एन्ट्री चाहिँ किन भएको छैन भन्दाखेरि हाम्रो पासपोर्ट चाहिँ कम्पनी लगेको छ। पासपोर्ट लगेपछि हाम्रो अब एन्ट्री अब कार्ड दिएको छैन। कार्ड दिएपछि चाहिँ बल्ल हाम्रो एन्ट्री हुने हो। अब सो अनि फोटोकपी मात्र छ, फोटोकपीले काम चलेको छैन। त्यही भएर हाम्रो चाहिँ 3 जना चाहिँ हामी बाहिर बसिरहेको छ। अरू फिलिपिनी चाहिँ भित्र गइसक्यो। अब कतिखेर हाम्रो चाहिँ एन्ट्री हुन्छ थाहा छैन। सो खै हेरौँ, एन्ट्री भएछ भने चाहिँ ठिकै हो, भएन भने चाहिँ बसी त होला नि। सो हेरौँ के हुन्छ। सो यो चाहिँ हल्का फुल्का बाहिरको भ्यू दामी छ। यो चाहिँ टक्क के भन्छ अरे कतार सिटी सेन्टर भन्छ अरे। यहाँ चाहिँ हामी आएको छ। सो अहिलेको अरू बजीको भिडियो पनि सायद त्यही कतार सिटी सेन्टर नै हो। अरू ठाउँ चाहिँ दोहा भन्ने चाहिँ बहुत ठुलो छ अरे। दोहा चाहिँ गएको छैन। सो त्यहाँ चाहिँ अर्डर परेको छैन। अर्डर परेछ भने चाहिँ पक्कै हुनेछ, जानेछौँ। म चाहिँ त्यहाँको भ्यू पनि देखाउने छु। सो गाइस भर्खर चाहिँ यति काम गरेर हल चाहिँ यस्तो छ होइन। सामान चाहिँ यति लिएर फालिदियो बोल्नु। म चाहिँ ट्याक्क यहाँ हिँडिरहेको छु होइन। खतरा छ यता पनि हरेक छ, यता भर्खर चाहिँ एउटा गाली खाले गरेर भ्याइयो। पछाडि चाहिँ अझ एउटा छ। आज चाहिँ टोटलमा 6वटा गाडी। अरे कौन भौंक रहा है ये बदतमीज। गाह्रो छ। सो गाइस भर्खर चाहिँ हामी नास्ता खाएर सक्यो। अब चाहिँ फेरि गाडी खाली गर्नुपर्छ होइन। हाम्रो चाहिँ कति भर्खर यसो एन्ट्री चाहिँ भयो। कतिखेर अब गाडी चाहिँ कतिखेर खाली हुन्छ। यहाँ चाहिँ केटाहरू छ। यहाँ चाहिँ अब अप्सी, यहाँ चाहिँ साइन्स हुन् के हाल्नुपर्छ, हाल्दैछ। हेरौँ कतिखेर हुन्छ। चाहिँ यत्रो बिल्डिङ छ यहाँ, खतरा। दाइ चाहिँ यहाँ छतमा। गाइस भर्खर चाहिँ हामी फेरि अग्नामुखमा जानुपर्छ। माटो चुप कर बे कुत्ते। बाथरुम भन्ने कुरो यति लामो घुम्दा हराउँछ भने कतिखेर भेटिन्छ थाहा छैन। यता पनि छ, यताभित्र पनि छ। कता जानु थाहै छैन। अब गाह्रो छ। यत्रो बिल्डिङ भएपछि खोज्दा नि गाह्रो। ल यता जाने कि अब यता जाने किचन आउँदैन जस्तो छ। जो वासरुम यता छैन बाटै भेटाउँदैन बस्नुमा टक्ने बाथरुम पनि भिआइपी हो। भिआइपीमा टक्ने यो चाहिँ हामी टक्क पुरा ओरिजिनल लुकमा जानु। यता चाहिँ स्टाफहरूको कपडा खेल्ने ठाउँ, चाहिँ हात धुने ठाउँ, मुत्ने ठाउँमा गुला यस्तै कन्ट्रोल भिआइपी रहने। अझ तपाईँलाई देखाउँछु। तपाईँलाई बाथरुम खुला छ। यो चाहिँ बाथरुम भयो। कसम यो चाहिँ यसले चाहिँ थाहा पाउनु हुँदैन के धुने। अनि यस्तो प्रेसर हान्छ कि अनि चाकको पाल नै 2टा पाल पारिदिन्छ भने गाह्रो छ। यहाँ बल्ल रे नेपाली टोइलेट। ये सब क्या देखना पड़ रहा है। गाइस भर्खर चाहिँ फेरि यतिको चाहिँ भयो। पर्दा लागेर टेबल सब सामान भित्र हालेर चाहिँ यति भयो। अब चाहिँ फुल डेकोरेसन हानेपछि कति हुन्छ थाहा छैन, कस्तो हुन्छ। सबैसम्म दामी यो पनि हरिक नै हुन्छ होला।
हेरौँ कस्तो हुन्छ। सो सब नेपाली दाजुहरू पनि आइसक्यो। यता चाहिँ फिलिपिन्सको छ, यता चाहिँ यो कुर्सी टेबलहरू चाहिँ नेपालीहरूले बोक्छ। हामी त फिलिपिनीहरूसँग हो। यो चाहिँ पर्दा सर्दा बोक्ने, यताउति माथिको डेकोरेसन सब हाम्रो काम हो। ल सबले काम हान्दैछ, म चाहिँ पानी पिएर बसिरहेको छु। त्यो काम भइसक्यो, तर यहाँ चाहिँ भुइँको कार्पेट नबिछाएको हुनाले यहाँ काम चाहिँ एक्स्ट्रा रोकियो। यो सब सामान बाहिर लैजा भन्छ, यत्रो सामान हालिसक्यो, कहाँबाट अब बाहिर लानु गाह्रो छ। माटुन के भन्छ चित्त बुझेन नि, सिधै बाहिर। अब एउटा कार्पेटको लागि यत्रो सामान बाहिर लाने त भएन। अनि त्यहाँ साउसँगै कुरो मिलाउँदैछन् दाजुहरूले। अब हेरौँ के हुन्छ। सो हामी चाहिँ पर्दाहरू लाउँदै थियो, हो चाहिँ सब सक्यो पर्दा लाएर, भित्ताको चाहिँ डिजाइन बल्ल हुँदैछ। अब चाहिँ फाइनल लुक पनि यसको चाहिँ खत्रै आउँछ हो। पछि चाहिँ लास्टमा चाहिँ अब राखिराखेकै हुन्छु मैले। सबैजनाले चाहिँ टक्कै हेरिदिनु होला। यो चाहिँ सबै नेपाली दाजुहरू यहाँ बसेको। माटोको नै आधा काम चाहिँ सकिसकेको थियो। कसम फेरि अनि कार्पेट लगाउने रे। अब त्यो राखेको सामान जति पनि फेरि जाने फेरि उठाएर फेरि बाहिर लगेर फेरि कार्पेट बिछाएर अनि बल्ल फेरि स्टार्टिङ हाल्न पर्ला जस्तो छ। हेरौँ पुगौँ। म चाहिँ हल्का फेरि वासरुमतिर आएको थिएँ, हल्का हात मुख धुनलाई। सो हेरौँ अब के हुन्छ। माथि जान्छु अनि हेरौँ के हुन्छ। भर्खर चाहिँ काममा कसम धमाधम हुँदैछ होइन। यत्रो पब्लिक मान्छेहरू यत्रो छ काम गर्नेहरू। माथिको यो चाहिँ फ्रन्ट साइड यत्रो चाहिँ यस्तो चाहिँ भएको छ लुक। त्यो चाहिँ सबजना काम गरिरहेको छ। म चाहिँ यता माथि चढेर पर्दा चाहिँ यो पर्दा चाहिँ फिक्स हानिरहेको थिएँ। अब चाहिँ भात खाने टाइम भयो। अब चाहिँ सर र भात खान जानु पर्यो ल। सो घर चाहिँ अब खाने हकै टाइम भयो। टक्क भात खान जाने, अनि त्यसपछि भात खाने बित्तिकै फेरि काममा घसिहाल्ने। सो ल अब भर्खर चाहिँ भात खान जानु पर्यो। भर्खर चाहिँ लगभग 90% काम भइसक्यो, 10% चाहिँ बाँकी छ। यो चाहिँ जुन लुक छ यो चाहिँ माथि टाँस्ने अझै त भएको छैन, हुँदैछ। सो टेबल सेबल टक्क फ्लावर लागेर ग्रिन होइन, दामी देखिएको छ होइन, दामी बवाल। म पनि ट्याक्कै यहाँ बसिरहेको छु, कस्तो देखिएको छ होइन। ग्रिन आज चाहिँ ग्रिन, पहिला चाहिँ व्हाइट र अनि ग्रे चाहिँ देखिएको थियो, आज चाहिँ ग्रिन। यो चाहिँ मेन चाहिँ यो सेटअप चाहिँ माथि जाँदा कस्तो देखिन्छ यहाँ टाँसिँदाखेरि बवाल नै हुन्छ होला। यो चाहिँ फ्रन्ट लुक। फ्रन्टको चाहिँ यहाँ चाहिँ लाइटिङ लगाउने बाँकी छ। अब हेरौँ कस्तो देखिन्छ। ए फिल्मिङ बुढो के छ खबर? क्या बोला तूने? लुक चाहिँ यस्तो आएको छ, दामी कस्तो लाग्छ सबैजनाले लाइक कमेन्टमा भन्नु होला। गाइज भर्खर चाहिँ म रुममा आएको। आजको ड्युटी पनि सक्यो। आज चाहिँ हल्का 1 घन्टा चाहिँ ओभर टाइम भयो। हाम्रो चाहिँ 2 बजेसम्म ड्युटी चाहिँ हुन्छ। सो भर्खर चाहिँ म रुममा आएर चाहिँ म पल्टिरहेको, लास्ट थकै लागेको छ। आज चाहिँ काम पनि त्यस्तै भयो। सो अनि गाइज यो चाहिँ मेरो हल्का फुल्का रुम। यो चाहिँ म आफै टक्क हल्का फुल्का डेकोरेसन हानेको छु। सो त्यही हो, अब त के भन्नु र। जसले भिडियो चाहिँ हेर्नुहुन्छ लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्दिनु होला। सो अन्य भिडियोमा नि भनिरहेको त हुन्छ, तर भएको चाहिँ छैन। त्यही पनि सो मनदेखि चाहिँ सबैजनाले लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्न चाहिँ मेन कुरो। सेयर अनि सब्सक्राइब
यो चाहिँ सबैजनाले गरिदिनु होला भन्न चाहन्छु सो बाई बाई गाइज अब चाहिँ त्यही हो अरू त के भन्नु अब चाहिँ नेक्स्ट ब्लगमा चाहिँ फेरि भेटौँला सो बाई बाई सबैजनालाई गुड बाई